सम्पूर्णलाई नमस्कार। यो मेरो हातमा रहेको यो फुल चाहिँ तपाईँ सम्पूर्णले चिन्नुहुन्छ होला सायद। यो चाहिँ हाम्रो गाउँघरमा यो पाइने गर्छ आजभोलि। यसको चाहिँ आज हामी तरकारी बनाएर खाँदैछ। एकदम राम्रो रेसिपी बन्छ। बाँकी हेर्नुहोस् है त। सोरुरु सररर आयो आयो। खाइदिखा देखाएर जा ठुला ठुल ढुङ्गा लिएर म झार्छु अहिले। जा लोड्छन् के Saurus Keshaman Suhula Mama गरिला मान्यो है। बेलुकाको डिनरको लागि हामी अर्गानिक सिमलको फुलहरू टिपिरहेका छौँ आजको तरकारीको लागि। हेर्नु होला यो के राख्नु छ। एउटा नछोड है टिप्नु त्यहाँनिर। यति धेरै झरेको छैन होइन, यति धेरै झरेको छौँ क्या हामी। बाँदर त्यतिर खुट्टा दि बोट बाँदर भइगयो त्यसलाई टिप्नु दे। मामाले तेरो नाम क्या बाँदर हो क्या मङ्की हो तलले सिरिस त्यहाँ नो नो आज भेजिटेबल आज भेजी मात्र भेज लोड लाग्यो त्यो माछा बस हेर भाइ स्टोरी फेरि अएपछि पाउनु म यिनी टिभी आएन गाल गर्लाई पग मोबाइल गाल गर्दिन्छु धनिया राम्रोसित टिप्नु धनिया टिपाइ के गरे पानी आयो त भाजछन् के हालिदिन्छन् मम्मी पानी हालिदिनु होला हस्पिटल फाइनल गाइजहरू होइन यो चाहिँ हामीहरू खासमा भन्नु भने धनिया चटनी धनियाको बोट होइन यो हामीहरू पनि सबैलाई भन्ने
खुर्सानी हामी चाहिँ अर्ग्यानिक यहाँ आउँछ यहाँ ल्याउ त खुर्सानीहरू पनि तल तल यहाँ के यहाँले सोनी चिरेको छैन क्या अहिले तो पिलिंग समाते थे नेशनली नासिस को बिनोस दिना मेरो छ जता पानी जोड्दै त पानी जोड्दै उतै पर्छ उतै भयो पानी जोड्दै त तल बनाइन्छ अब जति पर पानी जोड्दै क्या उन्दो पानी जोड्दै के त खला खला तल पानी जोड पुरानो बनाए लक्ष्मी तरकारी मासु यो भेजिटेरियनको लागि मासु हो क्या कहिले खाएको छैन तिमीले खाएको छैनौ नो नो तिमीले खान्छौ आज तिमी अरे वाह कहाँबाट कता ढुङ्गो खर्क्यो कता कता आइछ घाम घाम कताबाट आइछ न लास्टै मिठो हुन्छ क्या पाहाडले पाहाड भोक लागेको यार मासु काट्दा काट्दै अनि भात खानु हिँड्दैन मामा नो 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 कसले मुनिसारूले खानु हुन्छ खानु हुन्छ नि मुनिसाले अब तिम्रो गराउ भैया नजिक तिमीले खिच हात त्यहाँतिर जगिनी देखाएको भएको नि अब बैठा गयो होला छिटो दिनु